हामी यो पुल तरेर टक्क यता माथि जाँदैछौँ। त्यहाँ अरू ग्रुपको मान्छेहरू पनि छन्। माथि जाने हामी चाहिँ धेरै माथि। Hello, namaste. Yo, kata. Chokti na. ABC tira kena, ABC tira. So, bhai. यहाँ अब टक्क कफी बनाएर खाँदैछौँ। कति राम्रो छ यो झरना। ओ माई गॉड। यो चाहिँ हिमालय हाम्रो आजको बस्ने ठाउँ। आकाश दाइ हुनुहुन्छ यहाँ, दाइको होटल हो। हाम्रो दाइहरू यहाँ हुनुहुन्छ। दाइ के भन्नु मन छ? हामी चाहिँ अहिले हिमालयमा छौँ। पानी परिरहेछ एकदमै। यहीँबाट नजिकै देखिने यही माथिको डाँडाहरूमा हिउँ परिरहेछ। आज चाहिँ वेदरले त्यति साथ नदिएको हो कि जस्तो छ। हामी चाहिँ अहिले देउरालीमा छौँ। हाम्रो दाइहरू चाहिँ यहाँ पानी परिरहेछ बाहिर चाहिँ। यस्तोहरू पानीमा रुच्दै आएको हामी। पारी जताततै झर्ना छ। यो माछापुच्छ्रेको बेस हो सबै। कम्प्लिटली माछापुच्छ्रेको बेस हो। पोटर दाइहरू हिँडिरहेछन् तल। वहाँ पर धेरै पर यहाँबाट देखिने हुँदा नि धेरै परबाट हिँडेर आएको हामी। दाइहरू चाहिँ हल्का ड्रेसहरू चेन्ज गर्नु हुन्छ। यस्तो प्लास्टिकको आउनु भएको दाइहरू चाहिँ। We are here at Machapuchhre base camp. 3700 meter height. Quite amazing. एकदम पानीहरू चाहिँ निकै नै कठिन खोलाबाट निकै नै कठिन यात्रा गरेर करिब 2 घण्टाको यात्रापछि देउरालीबाट हामी आइपुगेका छौँ। एकदमै गाह्रो भएको थियो आज हामीलाई। बिचबाटोमा आइसकेपछि फर्किने फर्केनौँ। रमाइलो छ एकदम। फाइनली हाम्रो गार्लिक सुप आइसकेको छ। दाइको गार्लिक सुप छ। यहाँ गार्लिक सुप खानु हुन्छ।
अमित दाइ त्यता खाँदै हुनुहुन्छ अङ्कलले त मिठो गफ गरिदिनु भएको छ सबैजना अङ्कल गफमा एकदम डुबिरहेको छ हामी त मिठो हुने गार्लिकमा मिठो हुनु उयो पिरो हो त्यो पिरो सुप हो हेलो गुड मर्निङ नमस्ते फ्रम माछापुच्छे बेस क्याम्प विशेष गरी यात्रामा निस्किएको आज करिब 4 दिनपछि हामी माछापुच्छे बेस क्याम्पमा आइपुगेका छौँ तर हामी आज खास हिजो नै अन्नपूर्ण बेस क्याम्प यो जुन देखिएको छ बिचमा टल्किएको यो डाँडा कटेर यसको फेदमा गएर बस्नु नि सोचेका थियौँ र हामी पानी बर्सातका कारण पुग्न सकेनौँ तर पनि माछापुच्छे बेस क्याम्पमै बसिरहँदा पनि हिमाल नखुले पनि वरिपरिका खुलेका केही डाँडाहरूले पनि हाम्रो मनलाई लोभ्याइसकेको छ यहाँनिर यो फेदमा थोरै देखिएको यो हिमचुली हो यता यो साइडमा गङ्गापुना हिमाल देखिन्छ यताको साइडबाट यसको ठ्याक्कै माथिपट्टि माछापुच्छे देखिन्छ भन्नुहुन्छ हामी अहिले माछापुच्छेको फेदमा 3700 मिटर हाइटमा क्रिस्टल गेस्ट हाउसमा बसिरहेका छौँ माछापुच्छे बेस क्याम्पबाट अन्नपूर्ण बेस क्याम्पतिर हिँडिरहेको छौँ हामी Finally we did it! Oh my god! Sono africanisti na puzzetta, tutto cade chi We are at Dovan. It's quite amazing. दाइजन चाहिँ यहाँनिर निकै धेरै हिँड्नु पर्यो आज दोभान आउनको लागि चाहिँ करिब 10-11 घन्टा हिँड्यौँ आज हामी Finally we are back to Somrong. बिहान दोभानबाट ब्रेकफास्ट खाएर हिँड्यौँ हामी ब्याम्बोमा आयो ब्याम्बोबाट अप्पर सिनेमा लोवर सिनेमा हुँदै समरङ आइपुग्यौँ ब्याम्बो पछि एकदमै धेरै उकालो र लोवर सिनेमा पछि समरङ आउने बेलामा अनएक्सपेक्टेड उकालो जाने बेलामा चाहिँ त्यति उकालो लागिरहेको थियो ओह्रालो लागिरहेको थियो थाहा पाइरहेको थियो अलिक उकालै रहेछ सबजना एकदम थाकेछ हामी बोल्न सक्ने अवस्था पनि छैन त्यही अब हामी लन्च गर्छौँ अनि यहाँबाट तल डिसेन्ड गर्ने ट्राई गर्छौँ